गर्छु। आज चाहिँ वैशाखको 24 गते आजबाट चाहिँ हाम्रो गाउँमा चाहिँ हेर्सा गुम्बा खुलेको छ हैन। हामी चाहिँ सामानहरु मिलाउन पर्ने भएर आज चाहिँ बसेको गाउँको धेरै मान्छेहरु चाहिँ 20-25 जना ग्रुप मान्छेहरु चाहिँ गइसक्यो उता हेर्सा खन्न उता पश्चिम साइडतिर एकतिर रुकुम जिल्लाको सिमाना पुगिसक्यो त्यता पाइन्छ त्यतातिर गइसक्यो। आजै खुलेको तर हामीले सामानहरु मिलाउनु पर्दै थियो त्यही भएर यहाँ बसेको ल। आज मेरो सामान चाहिँ रुम चाहिँ एकदम मेसी हो। साथीको घरमा बसेको म चाहिँ यहाँ गाउँमा चाहिँ आफ्नो मान्छेहरू छैनन्। खासै भन्नुपर्दा ग्लोभ्स यो टोपी माथि चिसोमा लाउने रेनकोट र यो बुट्टीमा चिया लिएर तातो पानी लिएर जानुपर्छ चिसो लाग्छ नि त। यो चाहिँ ओथाउने म्याटिस यो मेरो स्लिपिङ ब्याग अनि यो चाहिँ के हुन्छ माओवादी जुत्ता हुन्छ गरे पहिला मिलिट्रीको जुत्ता नि हुन्छ हैन। यो चाहिँ भिरमा लाउँदा एकदम कम्फर्टेबल हुन्छ कम्फर्टेबल सँगसँगै अड्टिन्छ एकदमै। त्यो गाउँघरमा यस्तै लाउँछ है। हेलो माइला भाइ कहाँसम्मको यात्रा हो आज हाम्रो? मनसुङसम्मको यात्रा हो। मनसुङसम्मको हो। अब भोलि चाहिँ प्यासा खान जानुपर्छ। आज जसरी नि आज चाहिँ वैशाखको 25 गते हैन। 25 गते हामी चाहिँ गाउँबाट 5 जना समूह मिलेर यता रुकुम र म्याग्दीको सिमानातिर बुकी छ त्यतैतिर हेर्छ खन्न जान लाग्यो। हेर्दै गएको चाहिँ कति बिहानको 10 बजेर 18 मिनट गएको छ अनि यहाँको हाइट चाहिँ 3168 रहेछ हैन। यो भइराखेको अन्य ठाउँमा आइपुग्यो हामी हेर्छको गुम्बा खाउन जान लाग्यो हाम्रो टोलीहरू। हेलो आफ्नो परिचय यदि म चाहिँ बुद्ध छन्त्या यता यता म चाहिँ दिवस सन्ध्याल अनि यता हाम्रो सानो हिमाल के त नि कि गुरुङ मगर हो र भनेर यहाँ यस्तो भएको चाहिँ हाम्रो चाहिँ सामान हो भारीहरू चाहिँ हाम्रो पुर्ख्यौली गोठ बस्ने ठाउँहरू यस्तो हेर्नु है भित्र चाहिँ गोठ छैन रहेछ है। एकदम सम्झना आउँछ। योभन्दा 4 वर्ष अगाडि नि बहन नगएको थिएँ ए गोठमा आएर चाहिँ एकचोटि खाजा बनाएर खाएको थियो याद आयो। अहिले चाहिँ गोठ चाहिँ यहाँ माथि छ तल गाउँतिर छ चाहिँ खाइदिएर चाहिँ तर घाँस चाहिँ अब भोपाल पर्छ यतातिर मन चाहिँ लगभग अब हिमाली भेगतिर आइसक्यो हामी। यहाँबाट हामी What's up? Good. हामी चाहिँ अहिले एक रातिको तल्ला पुलमा आइसक्यो। मेरो भारी चाहिँ यो हो वास्तवमा। यो चाहिँ बुद्ध भाइको भारी बोकेको थाप्लामा बोक्ने बानी नगरे सावधानी लास्टै पोले पानी पनला असिना पनला हाम्रो प्लास्टिकको नाममा रेनकोट मात्र छ। अब रेनकोटले मान्छे ढाक्ने कि सामान ढाक्ने हो टेन्सन भइरहेको। हामी चाहिँ अहिले एक रातिको उकालोमा छौँ पानी आउन लागेर अब यहाँ सबै रेनकोट लाउडे हो गाह्रो छ। लेकाली हामी लेकाली बानी लाहुर जाने सपना सँगै बित्यो जिन्दगानी खेल्दा खेल्दै डुल्दा डुल्दै लेक बेसी घाम पानी यही नै भो लेकाली कहानी। जाओ के ताओ आयो। हेलो राजा कस्तो भइरह यात्रा? थाकिएको त छैन नि? थाक्ने बाटो आउँदैन। हेलो भाइ
हामी कहाँ हो अहिले? धौलाताला होला नि। धौलातालाको जरामा आइपुग्यो होइन। अब यहाँ बसेर खाजा खाने अनि निस्किनु पर्छ। यहाँ चाहिँ पहिलाको झोलुङ्गे पुल छ, यो चाहिँ यस्तो रहेछ। र अहिले चाहिँ ठ्याक्कै 11:16 गयो र यहाँको हाइट चाहिँ 3179 लगभग 3200 को हाइटमा आइयो छ। अब चाहिँ लगभग 3200 इन्ची फल्ले गर्छ र 4110 त्यस्तैको हाइटमा भने चाहिँ हामीलाई अझ 900,000 लगभग 1 किलोमिटरै एलिभेसन गेन गर्नु छ। त्यही आज आएको हाम्रो हाइसेस पास त्यहाँबाट चाहिँ 150 ओह्रालो मनसुन पुग्नलाई चाहिँ फल्ले घरबाट त्यस्तै 2 घन्टा लाग्छ होइन। 2 घन्टा जति लाग्छ होला। ल अब हामी यहाँ यस्तो रेस गरेर खाजा खाएर जानुपर्छ। ल धौलातालामा खाजा खाँदै हामी यस्तै हो हाम्रो भारीहरू त अब यस्तो डोकोमा यस्तो के भन्छ जालीहरूमा। हाम्रो चाहिँ लगभग गाउँघरको दुःख यस्तै हो, आफ्नो जे छ वास्तविकता त्यही देखाउने होइन। अब चाहिँ 25-30 घन्टै लाग्ला है। माथि फल्ले गर्छु निस्किन्छ 8 घन्टै लाग्छ होला। यो चाहिँ कस्तो भन्छ पोखराको लुम्ले भन्छ नि, सबैभन्दा पानी पर्ने ठाउँ। दुर्जाखानीको चाहिँ फल्ले घर चोर भन्ने ठाउँ हो यो, सबैभन्दा पानी पर्छ। अरू ठाउँ पानी परोस् नपरोस् यो भेगमा त अनिवार्य पर्छ। यो चाहिँ कस्तो भन्नाले यो त दुर्जामा यता साइडतिर फेरि यो धोरपातनको अग्लो पाहाडले साइडतिर पारल छुनिदिन्छ, त्यही भएर अनिवार्य पानी पर्छ नै अब। अब यस्तो खन्दासम्म चाहिँ हामी बस्ने त्यही हो। यो ठाउँ चाहिँ यस्तो ठुलो छ है, हेमप्रसाद चौर भन्छ होइन यसलाई। मनसुनको सबैभन्दा ठुलो चौर हो। अहिले चाहिँ 4:03 गएको छ साँझको। अनि यहाँको हाइट चाहिँ 3718 देखाएको छ। यो चाहिँ अब ठाउँको नामाकरण चाहिँ यता भेटाकोतला, तमानको भेटाकोतला हेमप्रसाद थकाली हुनुहुन्थ्यो अरे पहिला। यहाँको कोत लिएर आउने यता बागलुङको ठाउँको नाममा चाहिँ नामाकरण गरेर यो ठाउँको नाम चाहिँ हेमप्रसाद चौर भन्नुहुँदो रहेछ गाउँको मान्छेले भन्थ्यो। त यो मनसुन एरियाको सबैभन्दा ठुलो चौर पनि हो, एकदमै ठुलो हो क्या। सो आजको हाम्रो मनसुनको फर्स्ट नाइट है। यता बुद्ध भाइ, यता विजय साला, हामी 3 जना चाहिँ यता छौँ होइन। अब यस्तरी फुट्नु पर्छ। अरे हाम्रो गाइजहरू फिल्म हेर्दैछन्। अब सुख दुःख यस्तै हो है वनमा। अब सेवा सुविधा खोजेर पाइन्न, जे छ त्यसैमा जे ल्याए त्यसैले काम चलाउनु पर्छ। गुड नाइट, भोलि भेटौँला। गुड नाइट। सो गुड मर्निङ फ्रम मनसुङ। आज हाम्रो चाहिँ एर्सा गुम्बा खोज्न जाने पहिलो दिन हो। अहिले चाहिँ कतिमा बिहानको 5:56 गएको छ। हामी चाहिँ टक्क खानासाना अब लगभग भइसक्यो। अब खाना खाएर हिँडिहाल्नु पर्छ। आज हाम्रो एर्सा गुम्बा खोज्ने डेस्टिनेसन चाहिँ यहीँबाट देखिरह लगभग छिटो हिँड्यो भने 2 घन्टामा पुग्छ। नाउरे भन्ने ठाउँ र जुम गरेर हेरौँ है कति नजिक देखिन्छ अन्य कुरा। यतातिर हो आज हामी जाने। खानाहरू भइरह यस्तो छ हाम्रो बस्ने ठाउँहरू चाहिँ। नट सो फ्यान्सी, त्यही पनि यस्तै हो वन जङ्गलमा। विजय भाइ हिजो कति पायो त? हिजो मैले 10 बुद्ध पाएँ हो। अरू कति पाएँ खाएँ। सबभन्दा हामी जीवन सर भोलि हो। बुद्ध भाइ सम्पत्ति हिँड्नु फुपू। फुपूले हिजो कति पाउनु पऱ्यो? हजुर 18-19। सबभन्दा धेरै तपाईँले पाउनुहुन्छ भन्छ नै। हजुर खै त्यस्तै भन्छन् के अरे।
छोरी मान्छे तपाईँ मात्र हो र छोरी मान्छे को हजुर ए भेट्यो हेरौँ त जुम गरेर हेरौँ खै यो के त खन्नुहोस् खन्नुहोस् कमरेड बारुद यस्तो मसिना मसिना खाके खासै राम्रोसी पलाएन अनि त्यही भएर नजिक गएको नि देख्दैन क्या अलि एक हप्ता 2 हप्ता जति पछि चाहिँ लामो लामो हुन्छ यिनीहरू राम्रो राजा कस्तो भयो त आजको हेर्छ हन्टिङ ठिकै भयो होइन नहुनु भन्दा यति पनि ठिकै हो नि होइन नपाउनु भन्दा यति पनि ठिकै हो नि होइन हाम्रो विवेक बज्जाले ल अब भोलि बाटो चाहिँ राम्रो गर्नुपर्छ है आज जो सालाको र 2 जनाको चाहिँ अब उद्घाटन जस्तो हो कि फर्स्ट टाइम हेर्छ खानु 2 जनाले बिचरा अलिअलि भोलि बाटो चाहिँ जस खन्ने कसरी खोज्ने अनि मेसो पाउने आजको चाहिँ यति हेर्छ छ है यो चाहिँ हाम्रो कलेक्सन जस्तो हो अहिले चाहिँ हामी गोठमा आइसक्यौँ सो सेकेन्ड नाइट फ्रम मन्सुन हामी चाहिँ खानासाना खाएर पनि सुतिसक्यौँ है चलो गुड नाइट भन गुड नाइट है गुड नाइट ओके त गुड नाइट सिउ तुम्हारो है भोलिको दिन राम्रो हुनुपर्छ आज हेर्छ भने जस्तो पाइएन ठिकै छ अब भोलिको दिनहरूमा अलिअलि नयाँ नयाँ पलाउँदै रहेछ भोलिको दिनलाई हेलो 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 भन्नु नथारको लागि यात्रा है हेर्छ गुम्बा कलेक्सनको लागि कति ल्याइन्छ राजा आज र यो देखिएको चाहिँ सूर्य हिमाल है हामी चाहिँ अहिले थार खोलातिर जाँदै हो यो खोला छ नि यो खोला चाहिँ यता बागलुङकुपमा गएर धोरपातनबाट आउने उत्तर गङ्गा नदीसँग मिसिएर चाहिँ पछि यता सुदूरपश्चिमतिर फेरि नदीतिर मिसिन जाने रहेछ मैले गुगलमा गएर यसो अनुसन्धान गरेको थिएँ हल्का हामी चाहिँ त्यो आज चाहिँ यो उता हेप्पु जाने भन्ने योजना थियो तर सबै समूह मिलेर चाहिँ थारखोलातिर जाने भनेर थारखोला यो गुर्जा हिमालको फेदमै पर्छ यता पश्चिमी खेतमा त्यतै जान लागेको हेर्छ खोला आज मान्छेहरू चाहिँ पहिला 6-7 वर्ष अगाडि आउँदा चाहिँ 80, 85, 90 जना त्यस्तै हुन्थ्यो कि हाम्रो गाउँ गुर्जाको मात्रै बाहिरकोलाई त अनुमति छैन नि त यहाँ खन्नलाई त्यसपछि आजभोलि चाहिँ बल्ल 15 जना छ कि मान्छेहरू यस्तो थोरै बस्छ कि अब यो युग परिवर्तनसँग गाउँकोहरू सहरतिर सर्नलाई सहरको रितहरू विदेशतिर झर्नलाई त्यही भएर अहिले गाउँघरमा जडीबुटी गर्नेहरू पनि खासै छैन हेर्छ खोजी चाहिँ सुरु भइसक्यो है थारखोलामा
जसले भेट्टाउँछ मलाई ल्याउनु है म राम्रो फोटो भिडियो खिचिदिउँ त ओ बुध भाइ घुम त परे देखिन्छ क्या कहाँ थाहा भए देखिन्छ र भेट्यो भेट्यो रे लेट्स सी खै हेरौँ त हेर्छ गुम्बा है यो चाहिँ यसरी भेट्छ हेर्छ गुम्बा चाहिँ अब म पनि खोज्छु ल खोज्छु अहिले चाहिँ हामी थार खोलामा आयो बुर्जुङ्गे बराको ठ्याक्कै बारीपट्टि यो चाहिँ बर्खे भेरीको त यहाँ चाहिँ मान्छेहरू आएर पनि बसिसक्यो रहेछ लास्ट लोड पर्यो एक बिस्नी पाइएन हेर्छ गुम्बा फक्क नआएको जस्तो दुःख ल मान्छे आएर रहेछ त नि हाम्रै गाउँको मान्छेहरू हो यहाँ पनि नि थार खोलाको भिडियोको त यो विनोद साला तिमीले हेरेछौ भने हेर है तिम्रो गो त्यस्तो को तन्ने हान्यो मान्छे त हामी चाहिँ तलबाट खोजेर आयो उता पनि पाएन आज अब मेन डेस्टिनेसन त्यहाँ हो त्यहाँ पनि हिउँ छ के अरे खोजे होला आज खोज्ने ठाउँमा त पुरा हिउँ रहेछ अरे ढाक्थ्यो होला है यस्तोमा त यसो गुम्बा नि ढाक्यो होला कसम कति बजी 11 बजिसक्यो होइन एक पिस हेर्छ गुम्बा पनि पाएन ओस्ते खत्तम दिन हामी चाहिँ भुर्जुङ्गे बराको यो चाहिँ भुर्जुङ्गे बरा भयो अलिअलि देखियो रहेछ त त्यसको ठ्याक्कै माथिपट्टि आएको छ मान्छे त लास दिएर ल आखै अगाडि खन्दिएर यार ल ये रिकेश भाइ यार हेरेर बनाइदिनु म कस्तो हेर्साको मैले उनी नगरे त हेर्नुहोस् यस्तरी पाइन्छ हेर्सा गुम्बा म हिँड्छु होइन मेरो आँखा अगाडि खनिदिन्छ त्यो यस्तो चिज हो कि हो देख्दै देखिन्न दुईटा पायो होइन भाइ तल कति पिस पायो त तिमीले आज मैले हालसम्म बिना 5 जम्मा हालसम्म 5 आज दिनभरिमा है दिनभरि यहाँ पाउँदा रहेछ कि अब यो छ यो त यस्तो हिउँ आइरह आज हाम्रो जनसमुदायहरू यस्तो हिउँ परे बेला नि पसिरहन् के अब धेरै बेरसम्म चाहिँ बस्न सकिन्न जस्तो लाग्यो हात तित्ताउन लागिसक्यो यो चाहिँ यस्तो दामी छ है ठाउँ चाहिँ फेरि स्वर्गको टुक्रा नै हो के अरे अब हेर्छ गुम्बा पाएपछि झन् सुनमा सुगन्ध हुन्थ्यो जाडो भयो ल हेर्नुहोस् है यो थारखोला गुर्जाखानीको भुर्जुङ्गे ताल त्यहाँ छ ऊ त्यहाँ नि देखिरह नि त्यही हो भुर्जुङ्गे बरा ताल चाहिँ जुम गरेर देखाइदिउँ त्यही हो भुर्जुङ्गे बरा हेर्छ गुम्बा चाहिँ छैन रहेछ खासै भएन रहेछ मैले एक पिस मात्र पाऊँ सो त्यो देखेको पारी भुर्जुङ्गे बरा हो हामी चाहिँ यता खनेर आयो अनि अब यता सेती बरा भन्नेमा जाँदैछौँ हिउँ चाहिँ नन परिरहेको छ है सो हामी चाहिँ हेर्छ खन्ने क्रममा चाहिँ भुर्जुङ्गे बराको पारी सेती बरा ताल भनेर आइपुग्यो यहाँ चाहिँ पुरा सेताम्मै हिउँ रहेछ मान्छेहरू थुप्रै आएको थियौँ हुस्सु लाएर है नजिकको मान्छे नै राम्रोसँग देखिन्न नि त त्यही भएर यहाँ मान्छे खोजाखोज भएको हामी एकछिन यस्तो खन्ने ठाउँ चाहिँ लगभग यतै हो म 5 वर्ष अगाडि आएको थिएँ अहिले त ठाउँ नि बिर्सिएछ त्यही माथि हुस्सु लगाएको गरेर यही ठाउँ है के भन्छ सेती बरा भन्ने चाहिँ यही हो यस्तो खन्न यस्तो गाह्रो हुन्छ
र पनि यस्तो पारामा बसिसकेन पुरा असिना आइसक्यो छ मान्छेहरू खनिरहन् गाउँको यो ठाउँ चाहिँ हिमालको नजिकको पर्छ क्या थरखोला भन्ने यहाँ गुर्जो हिमाल छ अनि लगभग यहाँ चाहिँ मौसम एकदम खराब भएको भयो एकदम हाइटमा आइसकेको छौँ हामी आउनु नि यस्तो चाहिँ यति हो पाइने होइन मैले आएर एक पिस बाहेक पाएन क्या आज दिनभरिमा त्यही हो धेरै पाउनेले नि 4 पिस 5 पिस पाहा होला खासै यस्तो नभएको हो कि के खै हाम्रो चाहिँ साग बन्दैछ यो कुकुरमा दाल छ यसमा भात र केटाहरू रेस्ट गरिरहन् भाइले खाना बनाइरहेछ र अघि बाटोमा आउँदा चाहिँ भिडियो बनाउन पाएन किनभने चार्ज चाहिँ मेरो भ्याइसकेको थियो त्यही भएर भिडियो बनाएन अहिले आएर पावर ब्याङ्कमा चार्ज गरेँ र भिडियो चाहिँ अलि लामो नै होला जस्तो लाग्यो त्यही भएर आजसम्मको भिडियोको लागि यति नै थियो र अर्को भिडियो एपिसोड 2 छिटै नै आउनेछ जसले हेर्दै हुनुहुन्छ माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला र आउने भिडियोको प्रतीक्षामा रहनु होला स्वागत छ कता बस उता बस्न जाने हजुर होइन हाम्रो अध्यक्षले पनि अस्ति के भन्नुभएको थियो भनेपछि मैले मैकुदको के अरे अध्यक्षसँग कुरा गरेको छु हाम्रो यता गुर्जाको नि उता सिमाना काटेर उता गएर खोज्न पाउँछ उताको नि यता आएर खोज्न पाउँछ तर कर तिर्नुपर्छ भनेर भन्नुभएको थियो क्या